सबै मित्रवर्गलाई मेरो नमस्कार। आज पनि एउटा सानो अ, कथा लिएर आएको छु। त्यो कथा म सानो छँदा कुनै शिक्षकले मेरो मनस्पटलभित्र बसाइदिनु भएको थियो। अ, शिक्षक को हुनुहुन्थ्यो भन्ने कुरो पनि मलाई ज्ञान भएन, तर कथा मलाई थाहा छ। त्यो कथा मैले सानो छँदा नै मेरो मनभित्र अ, छाप त्यो कथाको छाप बसेको थियो र आज तपाईँहरूसँग साझा गर्न लागिरहेको छु। कथा यस्तो थियो, यो कथाले धेरै ठुलो मोरल बोकेको थियो। त्यस समयमा त मलाई थाहा भएन, तर आज उमेर जति जति बित्दै गयो त्यति त्यति त्यो कथाको असर ममाथि धेरै नै रह्यो अनि छ पनि। त कथा यस्तो थियो, एउटा जङ्गलमा एउटा ठुलो रुख थियो। त्यो रुख धेरै मजबुत अनि उसका हाँगा बिगाहरू पनि धेरै बलियो। कुनै हावा हुन्डरीले यसलाई हलाउन नसक्ने धेरै ताकत भएको ठुलो वृक्ष थियो। अनि त्यसको छेउमा एउटा बाँसको झ्याङ, बाँसघारी थियो भनौँ। इङ्ग्लिसमा ब्याम्बोको एउटा झाडी बम्बो थियो। अनि त्यो ब्याम्बोलाई सधैँ त्यो ठुलो रुखले भन्ने गर्थ्यो, त सानो हावा आयो भने पनि यता हल्लिन्छस् उता हल्लिन्छस्, म त हेर, मलाई कुनै हावाले हलाउने साहसै गर्दैन, कुनै हुन्डरीले मलाई हलाउने साहसै गर्दैन भनेर उसले आफूलाई उस रुखले आफैलाई घमण्ड गर्थ्यो। अनि त्यो बाँस अलिकति हावा आयो भने पनि फेरि हल्ली झुलिरहने। एक दिन अचानक धेरै ठुलो हावा हुन्डरी आयो। त्यसरी नै बाँस यतादेखि उता उतादेखि यता हल्लिरहन्थ्यो। अनि त्यो रुखलाई हल्लाउने हावा आएकै थिएन। त्यसै गर्दै त्यो रात धेरै ठुलो हुन्डरी आयो अनि बाँस यतै झुक्यो उतै झुक्यो। अनि राति कुनै आवाज त सुन्यो बाँसले, निकै ठुलो गडाङ गुडुङ लडेको। अनि बिहान भयो, बाँस लडिरहेको थियो। कमसेकम त्यो बाँसलाई 1 हप्ता 6 दिन जस्तो उठ्न समय लाग्यो। अनि 6 दिनपछि उठेर यसो हेर्दाखेरि त त्यो ठुलो रुखको त नाम निशानै रहेन रहेछ। त्यो हावा हुन्डरीले तहस नहस पारेछ र बाँस फेरि खडा भएर फेरि त्यसरी नै हल्लिन थालेछ। र यो कथाले के मोरल सन्देश दिन चाहन्छ भने,
मान्छेले या कसैले पनि म तागतदार छु, म शक्तिशाली छु भनेर कहिले पनि घमण्ड गर्नु हुँदैन। त्यो घमण्ड कहीँ न कहीँ त्यो चुर भएर जान्छ र सधैँ मान्छे नम्र, जसरी त्यो बाँस जसरी त्यो हावा बग्थ्यो त्यसरी नै उसले आफ्नो त्यो बभावमा बग्ने गर्थ्यो र त्यसले आफ्नो अस्तित्वलाई सधैँ कायम राख्न सक्यो। त्यो रुखले आफूलाई घमण्ड गरेर, आफूलाई शक्तिशाली देखाएर त्यो शक्तिशालीलाई त्यो हुन्डरीले चुर गरिदियो र त्यो नाम निशानै रहेन। र यो कथाले नानीहरूलाई पनि यो म सानो छँदा नै मेरो मनभित्र गडेर बसेको कथा हजुरहरूलाई सेयर गर्न पाएँ। सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।